फाइनली साथीहरु एसईको नतिजा अब चाहिँ अन्तिम चरणमा रहेको छ। कति गते भित्र प्रकाशित हुँदैछ त्यो पनि भन्ने छु र तपाईको चाहिँ राष्ट्रिय परीक्षा बोर्डले चाहिँ एसईको नतिजा कसरी हेर्ने, तपाईं चाहिँ आफ्नो मार्कसिट सहित अथवा जीपीएस सहित कसरी हेर्ने त्यो सम्बन्धी भिडियो ल्याएर आएको छु। एकदमै इम्पोर्टेन्ट भिडियो रहेको छ। जति पनि साथीहरुले एसई दिएर बस्नु भएको छ र नतिजाको पर्खाइमा हुनुहुन्छ भने यो भिडियो तपाईहरुको लागि। सो भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियो मन परेमा लाइक गर्नुहोला, साथीलाई शेयर गर्नुहोला, च्यानलमा नयाँ हुनुहुन्छ भने तल सब्स्क्राइब बटनमा गएर सब्स्क्राइब गरेर जोडिन भन्दै लागौं आजको भिडियोतर्फ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 भनेको छ। त्यस्तै सानोठिमी भक्तपुर रहेको छ। माध्यमिक शिक्षा परीक्षा एसई 2081 को नतिजा सम्बन्धी विवरण रहेको छ र तपाईको यसमा चाहिँ एसएमएस, आईबीआर तथा वेबसाइटबाट प्रकाशन हुने सम्बन्धी सूचना दिएको छ। कुन कुन वेबसाइट एसएमआर र आईबीआरबाट चाहिँ प्रकाशित हुन्छ भनेर दिएको छ। सूचना प्रकाशित मिति 2082 3 महिना 11 गते रहेको छ र यहाँ चाहिँ रहेको छ राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसई 2081 को नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण एसएमएस, आईबीआर र वेबसाइटबाट प्रकाशन गर्न द्याय बमोजिमका संस्थाहरूलाई चाहिँ निम्नानुसार छुट्टा छुट्टै सर्टकोड र वेबसाइट प्रयोग गर्न स्वीकृति दिएकोले सो सर्टकोड र वेबसाइटबाट माध्यमिक शिक्षा परीक्षा एसई 2081 को नतिजा सम्बन्धी जानकारी प्राप्त गर्न सकिने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि चाहिँ यो सूचना प्रकाशित गरिएको छ भनेको छ। भनेपछि तपाईको चाहिँ यहाँ चाहिँ अब वेबसाइट र कोडहरू दिएको छ। कुन कुन कोडहरू रहेछन् म पहिला सुरुमा कोडहरू देखाउँछु। यहाँ चाहिँ देख्न सक्नुहुन्छ अब संस्थाको नाम भनेको छ नेपाल टेलिकमको अब रहेको छ। सुरुमा कोडहरू रहेका छन्। अब यहाँ चाहिँ एसएमएस मार्फत पनि हेर्न सक्नुहुन्छ, यूएसएसडी र तपाईको आईबीआर मार्फत हेर्न सक्नुहुन्छ। यसमा तपाईको चाहिँ 1600 मा तपाईले एसएमएस गर्नुभयो भने आफ्नो नतिजा हेर्न सक्नुहुन्छ नेपाल टेलिकमबाट भने। त्यस्तै जानकी टेक्नोलोजी प्रणालीको एसएमएस रहेको छ 35001 बाट कोड तपाईले एसएमएस गर्नुभयो भने हेर्न सक्नुहुन्छ। आकाश टेक प्रणालीको एसएमएस तपाईको चाहिँ 31003 मा चाहिँ तपाईले चेक गर्न सक्नुहुन्छ तपाईको आफ्नो नतिजा। सिप टेक्नोलोजी प्रणालीको एसएमएस चाहिँ 34455 मा गर्न सक्नुहुन्छ। त्यस्तै अर्को रहेको छ अल स्टार आईटी सोलुसन प्रणालीको देख्न सक्नुहुन्छ एसएमएस कोड रहेको छ तपाईको चाहिँ 34949 मा तपाईले कोड गर्नुपर्ने हुन्छ। त्यस्तै अब वेबसाइटबाट हेर्नको लागि चाहिँ तपाईको चाहिँ देख्न सक्नुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यालय कक्षा 10 सानोठिमी भक्तपुरको वेबसाइट रहेको छ। मार्कसिट सहित हेर्न सक्नुहुन्छ। यसबाट चाहिँ www.se.gov.np मार्फत तपाईले चाहिँ आफ्नो मार्कसिट सहित हेर्न सक्नुहुन्छ। गुगलमा गएर यो वेबसाइट टाइप गर्नुभयो भने तपाईले ती अप्सनहरुलाई चुज गरेर आफ्नो मार्कसिट सहित हेर्न सक्नुहुन्छ। त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी को रहेको छ www.neb.gov.np बाट पनि हेर्न सक्नुहुन्छ मार्कसिट सहित। नेपाल टेलिकमको रहेको छ, धेरैले पनि यसबाट चेक गर्छन् www.se.ntc.net.np मार्फत पनि हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरैले एउटै वेबसाइट चलाउँदाखेरि जाम भइरहेको हुन्छ, त्यसैले यहाँ चाहिँ अरु भन्दैछु, त्यसबाट पनि तपाईले ट्राई गर्न सक्नुहुन्छ। त्यस्तै अब कान्तिपुर पब्लिकेसन लिमिटेडको रहेको छ www.ekantipur.com मा तपाईले चाहिँ आफ्नो मार्कसिट सहित हेर्न सक्नुहुन्छ भने इडीयू सञ्जाल प्रणालीको रहेको छ www.se.edusonjal.com मा पनि हेर्न सक्नुहुन्छ। त्यस्तै इस्युवा प्रणालीमा पनि हेर्न सक्नुहुन्छ se.isua.com.np मार्फत पनि हेर्न सक्नुहुन्छ मार्कसिट सहित। खल्ती प्रणालीको पनि रहेको छ https://खल्ती.com/app मा तपाईले वेबसाइट टाइप गर्नुपर्ने हुन्छ गुगलमा। त्यस्तै कलेज इन्फो नेपाल प्रणालीको पनि रहेको छ collegeinfonepal.com/se मा तपाईले चाहिँ गुगलमा टाइप गरेर तपाईले यसबाट पनि हेर्न सक्नुहुन्छ भनेपछि। त्यसपछि अर्को रहेको छ द कनेक्ट फर्म प्रणाली रहेको छ। यसमा पनि तपाईले https:// तपाईले त्यसपछि technectplus.com मा तपाईले पनि हेर्न सक्नुहुन्छ द कनेक्ट प्लस प्रणालीको भने। बाराखरी मिडिया प्रणालीको पनि हेर्न सक्नुहुन्छ www.barakhari.com। त्यसपछि यहाँनिर चाहिँ अर्को रहेको छ देख्न सक्नुहुन्छ कलेजेस नेपाल प्रणाली रहेको छ https://www.collegesnepal.com/se रिजल्ट दिएको छ। यसबाट पनि तपाईले आफ्नो नतिजा हेर्न सक्नुहुन्छ। एनसीएल आरटीजीआर लिमिटेडको पनि रहेको छ https://bit.ly/getncl एप रहेको छ। त्यसपछि स्विट टेक्नोलोजी प्रणालीबाट पनि तपाईले हेर्न सक्नुहुन्छ https://switches.com/np/se रिजल्ट भनेर सिलेक्ट गर्नुभयो भने तपाईले यसबाट पनि हेर्न सक्नुहुन्छ भने। त्यस्तै निमा एजुकेसन फाउन्डेसनबाट पनि हेर्न सक्नुहुन्छ। यसको लागि तपाईले गुगलमा जानुपर्ने हुन्छ सबै वेबसाइटको लागि। गुगलमा गएर तपाईले चाहिँ https://result.neemacademy.com मा तपाईले चाहिँ सर्च गर्नुपर्ने हुन्छ वेबसाइटमा। त्यसपछि तपाईको चाहिँ स्मार्ट कार्ड नेपाल प्रणालीबाट पनि se.mypay.com बाट पनि हेर्न सक्नुहुन्छ तपाईले आफ्नो मार्कसिट सहितको नतिजा। यो वेबसाइटबाट तपाईले चाहिँ आफ्नो मार्कसिट सहित हेर्न सक्नुहुन्छ।
सक्नुहुन्छ भने अब कसरी तपाईँले चाहिँ मार्कसिट सहित आफ्नो नतिजा हेर्ने त्यो सम्बन्धी भिडियो ल्याउँदैछु मैले। त्यो भिडियोलाई चाहिँ म तपाईँलाई चाहिँ अब 1-2 दिनमा ल्याउँदैछु। त्यो रिजल्ट पब्लिक हुनुभन्दा अगाडि नै तपाईँलाई अपलोड गर्नेछु नै साथीहरू। अब त्यस्तै रिजल्टको कुरा गर्दाखेरि तपाईँको चाहिँ तेर्सो साता भनेपछि तपाईँको चाहिँ 14 गतेभन्दा पछाडि लगभग 17-18 गतेसम्म लगभग आइहाल्छ तपाईँको नतिजा। यो कस्तो लाग्यो? राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नुहोला, साथीलाई सेयर गर्नुहोला। च्यानलमा नयाँ हुन्छ भने तल सब्सक्राइब बटनमा गई सब्सक्राइब गरी बेल आइकनलाई चाहिँ अल नोटिफिकेसनमा प्रेस गरी हामीसँग जोडिनुहोला, ताकि हामीले अपलोड गर्ने हरेक भिडियोको जानकारी सबैभन्दा अगाडि तपाईँ माझ पुग्नेछ।